घरहरू पनि राम्रो राम्रो छ। तिमालबाट मैले तपाईँहरू सबैलाई सम्झेको छु, लाइभ गरिरहेको छु। तिमालको गाउँहरू हेर्न लायक छन्, सुन्दर छन् र यहाँको आम्दानीको मुख्य स्रोत चाहिँ अहिले खेतीपाती नै हो। वैकल्पिक आम्दानी र झ्याप्पै पैसा कमाउने बाटो चाहिँ यो बुद्ध चित्त भएको रहेछ, जसको प्रमाण चाहिँ हरेक घरमा बुद्ध चित्तको बोर्ड देख्नाले प्रमाणित हुन्छ। अब कुनै पनि घर बुद्ध चित्तको बिरुवा नलाएको घर चाहिँ रहन्छ। यता छेउछाउ हेर बुद्ध चित्तको बिरुवा छँदैछ। अब बुद्ध चित्त भन्दा यो टिमुर र खानेकुराहरूकै खेती बढ्दा गरे हुने भन्ने मलाई चाहिँ लाग्यो हो। तर यहाँ चाहिँ बुद्ध चित्तको चाहिँ बगानै बनाइएको रहेछ। ल यस्तो राम्रो घरहरू छ, यस्तो बजार छ, सबै राम्रो छ। चौतारो ल यही पो हो क्या तिमालको सदरमुकाम त। यहाँ सानसानो बजार रहेछ। यो बजारमा के भन्छ थाहा छैन, तर बजार राम्रो छ, सुन्दर छ। अब यत्रो ठुलो चाहिँ खेल मैदान छ यो बजारमा। ल पोखरी छ, स्कुल छ। ल यो चाहिँ सदरमुकाम हुनसक्छ, तेमालको सदरमुकाम हुनसक्छ। ल अनि यस पछाडि फेरि जङ्गल छ, यस्तो घना जङ्गल मजाको जङ्गल सुरु भयो। यो चाहिँ एउटा रमाइलो ठाउँ रहेछ। ल अब यहाँ एउटा पोखरी छ, तल पनि एउटा पोखरी थियो। ल ट्र्याक्टरमा एउटा भाइ ट्र्याक्टरको टाउको मात्रै लिएर आइरहेको छ। यहाँ देउता थान जस्तो छ। ल तिमालको यो देउता थान रहेछ। ल यो पनि देउता थान। अब बुद्धिस्टहरूको यो चाहिँ बुद्धिस्ट पर्यटन स्थल, बुद्धिस्टहरूको नमो बुद्ध सत्यनारायण मन्दिर पनि फेरि यही रहेछ। ल यहाँ स्तूपा छ अनि यस्तो छ। ल अब बाटो यस्तो छ, रमाइलो छ, बाटो राम्रो छ। यो बाटो चाहिँ ऋषि खोलालाई धेरै धेरै धन्यवाद छ। त्यो बाटो भत्काइदिएर यो बाटो हिँड्न पाइयो, नत्र भने बडा विरक्त लाग्दो। खोलामा घन्डङ धुलो धुवा गर्मीमा हिँडिरहनु पर्थ्यो। अनि यहाँ यस्तो आनन्दको बाटो, मजा मनमोहक दृश्यहरू हेर्दै नयाँ ठाउँ देखेर हिँड्न आनन्द भएको छ। धुलो पनि पटक्कै उड्दैन, राति पानी परेको सायद। यसरी यो सल्लाह कटुसहरू फुलेको छ। सल्लाह होइन, कटुस फुलेको छ। अब कटुस चाहिँ धेरै छैन, सल्लाह नै धेरै छ यहाँ। र यो रैथाने सल्लाह भन्दा पनि यो पछि वृक्षारोपण गरेको सल्लाह हो कि भन्ने मलाई चाहिँ लागेको छ। बढी रैथाने सल्लाह भए धेरै राम्रो हुन्थ्यो। तर यो लेकाली सल्लाह नै जस्तो छ त्यो पर हेर्दाखेरिमा चाहिँ लेकमा हुने। ल यहाँ ल हेर्नु, ल यत्रो धेरै मान्छेहरूको जमघट छ। यो चाहिँ केही न केही छ यहाँ। मान्छेहरूको यत्रो धेरै जमघट छ। यो ल फेरि यहाँ हेर्नु भगवानको मूर्ति। ल मान्छेले कति धेरै मूर्ति बनाएको, कति धेरै यो यातायातको सुविधा भइसकेपछि मन्दिरहरू, भगवानको मूर्तिहरू धेरै बढेको छ। यो चाहिँ बुद्धिस्टहरूको टेम्पल जस्तो छ, बुद्धिस्टहरूको मन्दिर जस्तो छ। यो चाहिँ सिमल भइहाल्यो। सिमल पनि मजाको सिमल छ। र यसरी ठाउँ मान्छेले यस्तो विभिन्न कुराहरू सिर्जना गरेका छन्। ल अब त्यो पारीको गाउँहरू कति राम्रो छ। ल यसो गर्दा गाउँ देखिन्छ। यहाँ फेरि के को मन्दिर छ। गाउँ ल
तेरमाहात बोधिचित्तमाला नर्सरी ल बोधिचित्तको मालाको बोधिचित्तको बुद्धचित्त बोधिचित्तको नर्सरी रहेछ यहाँ ल एउटा सानो रमाइलो ठाउँ